वाउ यस्तो मजाको फर्मेट भएको छ यो आटा मैदा चाहिँ होइन नि फेरि यो चाहिँ आटाको डो चाहिँ कसरी डबल भएको साइजमा यो आज म तपाईँहरूलाई मजाले देखाउँछु है हिजो मैले इस्ट कसरी टेस्ट गर्ने कसरी एक्टिभेट गर्ने मैले तपाईँलाई देखाएको थिएँ है इस्टलाई चाहिँ यसरी चाहिँ टेस्ट गर्नु चाहिँ एकदमै जरुरी छ है इस्टलाई यसरी टेस्ट गर्नु भएन भने तपाईँको आटा चाहिँ बेकार हुन्छ तपाईँले मुसेको आटा चाहिँ बेकार हुन्छ आटा होस् या मैदा होस् तपाईँको बेकार हुन्छ तपाईँले बनाउनु भएपछि चाहिँ फुलेन भने तपाईँको मुड पनि त अफ हुन्छ नि त है होइन यसरी नै फुलिन्छ नि त तपाईँको मुसेर राखेको डो पनि जाली हेर्नुहोस् यस्तो दामी यसरी नै फर्मेन्ट एक्टिभेट भयो भने चाहिँ एकदमै राम्रो तपाईँहरूको इस्ट चाहिँ एकदम दामी छ अब अगाडिको प्रोसेस स्टार्ट गर्नु रेडी भयो भनेर सोच्नु सक्नुहुन्छ नभए चाहिँ बेकार यो चाहिँ इस्ट चाहिँ फ्याँक्दै पनि हुन्छ अन्त अब ढिलो नगरिकन स्टार्ट गरौँ है त हाई हेलो फ्यापुला नमस्ते मैले यहाँ आटा लिएको छु 1 केजी आटामा मैले 1 चम्ची नुन हालेँ नुन बादमा हालेको कारण चाहिँ पहिला मैले चिनी हालेको थिएँ नि इस्टमा चिनी चाहिँ खान्छ नि त किनभने इस्ट चाहिँ एउटा सानो ब्याक्टेरिया हो नि त अन्त त्यसले चाहिँ खाएर चाहिँ फुल्लाउँछ नि त अगाएर अन्त नुनले चाहिँ भयो अब फुलिनु पर्दैन मलाई यति भयो पुग्छ भन्छ नि त अन्त यो कतिको रिस उठेको जसलाई रिस उठ्छ नि त्यसको माथि यो आटाको माथि फ्याँकिदिने मजाले मणी मुस्ने हो अन्त मैले यो डोलाई चाहिँ मैले मनतातो पानीमा मुसेको है त त्यहाँबाट चाहिँ मैले अयल ग्रिस गरेर चाहिँ यसरी मजाले राखेर अब डबल हुन्छ साइज हेर्नुहोस् है कस्तो मजाले बढ्छ मैले घाममा यसरी छोपेर चाहिँ कभर गरेर चाहिँ घाममा राखिदिएँ यति मजाको जाली भएको छ हेर्नुहोस् न वाउ यति दामी अब यो चाहिँ मैले आटाले चाहिँ मैले के बनाएँ तपाईँहरूलाई म नेक्स्ट भिडियोमा देखाउँछु है मेरो भिडियो चाहिँ कतिको मनपर्छ तपाईँहरूलाई मिठो कमेन्ट छोडेर लाइक गर्ने है Thank you for watching. Bye-bye.